नेपाल हुँदा रेस्पोन्सिबिलिटी कहिले नबोकेको मान्छे अमेरिका आउँदाको मेरो 5वटा एक्सपेक्टेसन भर्सेस रियालिटी नम्बर 5। अमेरिकामा गएपछि पैसा कमाउन एकदम सजिलो हुन्छ, तर रियालिटी कमाउन सकिन्छ, तर रेन्ट, इन्सुरेन्स, ट्याक्स, फुड, कार सबै कुराले पैसा खान्छ। अमेरिकामा 60% भन्दा बढी मान्छेहरू पेचेक टु पेचेक बस्छन्, कारण सबै थोक महँगो छ। एक्सपेक्टेसन नम्बर 4, अमेरिका आएपछि ठुलो घर, लग्जरी खन्डो, राम्रो लाइफ हुन्छ। रियालिटी, सिंगल पर्सन आउँदा पहिला त धेरै जसो कुरा अरूसँग सेयर गर्नुपर्छ। रुम, अपार्टमेन्ट, किचन, बाथरुम, खाना जे पाइन्छ त्यही। होसम्म बङ्क बेडमा बसेको भन्दा खासै फरक हुँदैन कुनै कुनै सिचुएसनमा। एक्सपेक्टेसन नम्बर 3, सुविधा भएको ठाउँ हो, काम, घर, कलेज, सपिङ सबै नजिकै होला, तर रियालिटी कहिलेकाहीँ 30-40 मिनट ड्राइभ गरेर वा 1-2 घण्टा बस लिएर ग्रोसरी किन्न जानुपर्छ। बसेको ठाउँबाट कलेज नजिक भए काम र सपिङ पर हुन्छ, काम र सपिङ नजिक भए रेन्ट महँगो पर्छ। टाइम सेभ गर्छु भन्ने भए गाडी किन्नुपर्छ। एक्सपेक्टेसन नम्बर 2, अमेरिका गएपछि पैसा कमाउँछु अनि फ्यामिलीलाई पनि टाइम दिन्छु, तर रियालिटी काम, कम्युट, घरको जिम्मेवारी, हरेक महिना तिर्नुपर्ने बिलहरू म्यानेज गर्दा टाइम निकाल्नै गाह्रो हुन्छ। एटलिस्ट एक दिन छुट्टी राखिएन भने त बुढाबुढीको नै भेट हुँदैन। एक्सपेक्टेसन नम्बर 1, अमेरिका आएपछि सबै प्रब्लम सल्भ हुन्छ, तर रियालिटी के हो भने देश चेन्ज हुन्छ, तर स्ट्रगल चाहिँ साथमै आउँछ। यदि तपाईँलाई केही प्रब्लम आइपर्यो भने नेपालबाट त अभियसली धान्न गाह्रो हुन्छ। यता भएको साथीभाइहरू पनि आफ्नै पीडामा हुन्छन्, उनीहरूले के गर्नु बिचरा। तपाईँले केही वे निकालेर आफ्नो प्रब्लम आफै सल्भ गर्नु भएन भने तपाईँलाई हेरिदिने कोही हुँदैन। यताको कल्चरमा फेरि सबैजना सेल्फ प्रिजर्भेसन मोडमा हुन्छन्। सिधा कुरा गर्दा नोबडीज गेट टाइम फर योर प्रब्लम्स। अन्त्यमा अमेरिका नराम्रो हो भन्ने होइन, तर बाहिरबाट देखिने अमेरिका र यहाँ आएर बाँच्ने अमेरिकामा अलिक फरक छ। अरूले सोसियल मिडियामा राखेको पिक्चरहरू हेरेर अनरियलिस्टिक एक्सपेक्टेसन्स नराख्नु होला।